फेरि पनि अर्को भिडियो लिएर आएको छु। अनि नमस्ते, गुड इभिनिङ हजुरहरूलाई सबैलाई। के कस्तो हुनुहुन्छ हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। भर्खर सुतेर उठेको अनि फेरि रुम साइड ब्याक साइडमै आएर सानो एउटा भिडियो बनाऊँ भनेर। हजुरहरूले पनि सोच्नुहुन्छ होला कति एकै जग्गाको भिडियो बनाएर हाल्दै गर्छ भनेर सोच्नुहुन्छ होला। तर के गर्नु, टाइमै नभएर नि, त्यसको लागि नि कति एकै जग्गाको भिडियो हाल्छ भनेर सोच्नुहुन्छ होला हजुरहरूले पनि। के गर्नु, ड्युटी पनि हुन्छ, त्यही भएर अनि टाइम पाइँदैन। त्यसको लागि यतै छेउछाउकै भिडियो हालिदिन्छु। अब एकछिनमा टाइम पनि हुन्छ ड्युटी जाने। फेरि बिहान ड्युटीबाट आउँदा पनि 9, 10, साढे 9 नै बज्छ रुममा आइपुग्दा अनि यताउति गर्दा हामी 10 बज्छ। 10 बजेर हामी सुत्दाखेरि 1-1.5 बजी उठायो हुन्छ। खानासाना खाएर आएर फेरि सुतायो हुन्छ। त्यही भएर अनि फेरि बेलुका 6, साढे 6 बजी उठायो हुन्छ। अनि त्यही भएर अनि त्यस्तो साह्रो अब राम्रो भिडियो हाल्छु भन्दैछु। अब हजुरहरूले कतिको माया दिनुहुन्छ भनेर मायालाई चाहिँ पर्खेर बसेको नि। अब हजुरहरूले कतिको माया गर्छ र हामी अलिक राम्रो भिडियो अपलोड गरौँ भनेर सोचिरहेको छु। हजुरहरूलाई के कस्तो लाग्छ भन्दै कमेन्ट गर्नु होला। राम्रो लाग्यो भने सेयर पनि गर्न सक्नुहुन्छ, फलो पनि गरिदिनु सक्नुहुन्छ भनेर चाहिँ आशा गरिरहेको छु। हजुरहरूको उपरमा डिपेन्ड गर्छ कस्तो के लाग्छ हेरेर। त्यस्तो त खास पनि केही पनि छैन, त्यही पनि अब नयाँ भएर चाहिँ एउटा भिडियो हालौँ भनेर नि हजुरहरूको सामनामा। भिडियो पनि बेसी लामो भयो होला, हेरिदिनु होला हजुरहरूले, हेरेर माया गरिदिनु होला। थ्याङ्क यू सो मच। आजको लागि यति नै हो।